हुन्छ यो अलिकति हाइब्रिड खालको कुराको हामी खोइपानी चाहिँ प्लम नै हो र त्यो प्लमलाई अब कता जाने हो बाबु ओ दिदी हामी चाहिँ के धारा रे सापधारा जाँदैछौँ है चितलाङको जाने नै हो लौ लाग्यो जाने होला नि आइसकेपछि जाने हो साइना भुषाल युट्युब च्यानलमा आउँदैछ हजुर जी ब्रो हजुर झगडा गर्छु नि अहिले साथी हामीसँग अरू पनि छन् कस्तो राम्रो माथि गरिदिनु कि मैले माथि गरिदिएँ यसको नि खिच्न यो चाहिँ के बिल्डिङ रहेछ यो दरबार हो रे है साथीहरू दरबारको कुरा मात्रै नभइकन चितलाङ आउनु भएको छ चितलाङको कुराहरू थोरै कुराहरू सिकेर जानु भने तपाईँहरू थोरै कुराहरू गरिदिन्छु है सर्वप्रथम चितलाङको कुरा भन्दा मेरो आफ्नै कुरा गरेँ मेरो नाम सञ्जीव नेपाल यही ठाउँमा भएको 2061मा यही स्कुलबाट पास गरेँ 2072देखि यही स्कुलमा प्लस लेभलमा टिचिङ पनि गरिरहेको छु जस कारणले जति कुराहरू मैले गेन गरेको छु त्यो कुराहरू चाहिँ थोरै सेयर गरिदिनु पाएँ भने तपाईँको टुर पनि ठुलो नै चितलाङ पनि अलिकति भोलि एक्सप्लोर हुने थोरै कुराहरू गरिरहेको छु अब यसको नामको कुरा गरौँ न अहिले त अलिक सुन्यो भने मजाले चितलाङ अलि अगाडि कुरा गर्नु चितलाङ भन्दाखेरि चितलाङ हुँदै गर्दा चितवन यो नाम रहनुको कारण बुझ्नु है तपाईँहरूलाई पनि प्रोनाउन्स गर्ने अलिक सहज होला है चितलाङ भन्ने नाम रहनुको कारण चाहिँ उहाँ चाहिँ गौतम बुद्धको फल हो त्यसले गर्दा विभिन्न ठाउँमा गौतम बुद्धसँग सम्बन्धित विभिन्न कुराहरू अशोका पिल्लो बनेको काठमाडौँको चारुमती त्यो चारुमती भनेकै अशोकाको छोरी र उहाँको पालामा बनेको कारणले चारुमती बिहार भनेर भनिन्छ र त्यो चारुमतीको पालामा चाहिँ अहिलेको जस्तो ट्रान्सपोर्टेसन मिन्सहरू गाडीहरूको डेभलप भएको थिएन भेहिकलहरूको डेभलप भएको थिएन त्यही कारणले गर्दाखेरि त्यतिखेरको नेपालभन्दा काठमाडौँ भेहिकल कहाँ हेर्दैछौँ साइना हामी
फुलको फलहरू काटेर फालेर के गरेर होला यस्तो फलहरू के रहेछ काटेर फाल्छ लु साथीहरू आइपुग्यौँ हामी के अरे शिवधारा पानी त आमामा यस्तो पानी काठमाडौँमा हुनु भने के हुन्थ्यो ल हेर्नु ल हेरौँ साथी पानी होला नि खाने पानीहरू लामो पनि पानी छ भिडियो बनाइदिनु न कहाँ आएको तिमीहरू हेलो गाइस अहिले हामीहरू सातधारामा छौँ अनि अहिले चाहिँ हामीहरू घुम्दैछौँ सो अझै एकचोटि हामीहरूलाई घुम्नु छ अनि त्यसपछि लु जाऊँ लु त जाऊँ हेर्न सक्नुहुन्छ गाइस यहाँको ट्रिजहरू पनि एकदम मोटो मोटो र धेरै ठुलो छ अनि यो ट्रीहरू चाहिँ कमसेकम लगभग 120 वर्षसम्म त यही उता जानु नै क्लियरली सबै कुरा देखिरहेको छ यहाँबाट ल नै हेर्न सक्नुहुन्छ माटाहरू पनि देखिरहेको छ दलदल हो यो दलदल हो यहाँ तल भाँसिन्छ मान्छे उता हुने त्यहाँ बगाउँछ पानी गाइस हेर्नु ड्याम जस्तो लागिरहेको छ कहाँ हो बोटी गर्नु त्यो कुलेखानी ड्याममा हो कति नजिक छ यहाँबाट के भएछ नि युनिभर्सिटी कुमारहरू थकै लाग्यो गाइज साथीहरू अझै धेरै हिँड्न बाँकी छ अरे के भएको अहिलेसम्म ठुलो भएन तिमी अहिले सबैलाई बाँड्नु पर्यो भने थाहा होइन अहिले पनि के जना चाहिँ सबैलाई बाँड्ने अनि फाइनली अब हाम्रो सक्यो है फाइनली सक्यो होइन अझै धेरै हिँड्नु बाँकी छ यति घुमेर पनि अलिकति भयो नि भयो है फ्रेस भयो भोलि रमाइलो भयो यतिको भयो भने नत्र त आगो मेरो छोरी पनि यहाँ कहाँनी भएर खेलिरहेको छ घुमेर आएर आराम भयो यस्तो डेन्जर बुवा हातको पात दिइरहेको छाने ए छानु सानो माया ए ठुली माया ओ काली ओहो कति खेलेको त तिमी कति एक्लै खेलेको त त्यत ज्ञानी ट्याक्क खाना खाएर छिटो गरेर अनि त्यत ज्ञानी त्यो तिनीहरू नै आउँदैन कस्तो अड्केर बस्ने मान्छेहरू हामीहरू उता के अरे त्यो उहाँ कुलेखानीमा टाइम दिन पाइँदैन त्यहाँ छ कि मेन तालमा रमाइलो हामीहरू माथि जाने बेला बुवाहरू के अरे कान के अरे बोलाउ न यार तालमा तालमा ताल ताल माता होइन कि काली माता फोन गर्न तिमीलाई दिदीहरू आयो काली माता आइन्
खोइ सपना डार्लिङ खोइ सपना खै म सक्दिनँ कि